हेलो गाइज, आज चाहिँ हामी भुटिया दहतर्फ लाग्दैछौँ। यता देख्न सक्नुहुन्छ यहाँ पानी, पुरै पानी नै पानी छ। यहाँ खोला तरेर अब आइसकेको छौँ। फेरि हामी त्यही बाटोतर्फ जाँदैछौँ भुटिया दह। आज कति बजे पुगिन्छ भन्ने थाहा छैन। हामी फर्स्ट टाइम गएको हुनाले गर्दा केही पनि थाहा नभएको हुनाले गाइज हिँड्दैछौँ। एकजना साथीले चाहिँ यहाँ देखेको छु भन्ने यहाँ अहिले खबर आएको छ होला। गाइज हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ आज पुरै न्यू भ्लग भुटिया दहतर्फ हामी चाहिँ लागिरहेको छौँ। निरन्तरता दिइरहेको छौँ भुटिया दहलाई। यता देख्न सक्नुहुन्छ हाम्रो साथीहरू अगाडि पछाडि जताततै साथी नै साथी दिने भनेको होइन। ब्लगर एकजना अगाडि बसेर यस्तो बनाउँछ अनि हामीले पुरै यहाँ पनि गाइज हेर्न सक्नुहुन्छ यहाँ पनि पानी नै पानी रहेछ। पानी पुरै यहाँ पानी छ। यस्तो छ। यहाँ भ्लगरको चस्मै लगिदिएपछि अब केले हेरेर यहाँ भ्लग बनाउनु। बाई बाई। यता सुपाडे खोला, सुपाडेको खोला बाई 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 गर्दै अब हामी फेरि लागिसक्यौँ। उकालो लागिसक्यौँ। अब फेरि उकालो निक्लिँदैछौँ। गाइज हेर्न सक्नुहुन्छ यहाँ हाम्रो साथीहरू वरिपरि गाडा गाडा ढाकेर हिँडिरहेका छौँ। यता हाम्रो अर्को साथी चाहिँ अगाडि भ्लग बनाउँदै उहाँ कुद्दैछन्। भइसकेको छ। हामीले गर्दाखेरि घामले पुरै हामीलाई चाहिँ डढाइसकेको छ। डढाइसकेको अवस्था चाहिँ त्यसै कालो त्यही माथि घामले झन् कालो बनाइदिइसक्यो। जाने बाटोतर्फमा चाहिँ यहाँ कोदो फलेको रहेछ। कोदो पाक्न आइसकेको छ। देख्न सक्नुहुन्छ यता पुरै धान काट्नु परेको छ। यता धान काटेर अहिले चाहिँ हामी यो भोगटेको रूपमा आइपुगिसक्यौँ। भोगटे खाने विचार गरियो। गाइज कति राम्रो फुल फुलेको रहेछ। कस्तो राम्रो फुल छ हेर्नु। कति फुल हेर्नु गाइज कस्तो राम्रो फुलेको। पनि किनिसक्यो हामीले गाइज। कता जाने हो यार? माथितिर हो अझै। हामी चाहिँ हिँड्दा 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 थाकेर अब बस्न आँटेको है। त्यहाँ देखाउन हामी फाल्ने ठाउँ यस्तो छ अन्त बस्ने ठाउँ। अब हामी चाहिँ बस्न आँटेको यहाँ बरपरो भेट्यो। बरपरको भेटेर अब चाहिँ अझै गर्नुपर्छ। सरी फाइनली गाइज हामी चाहिँ यहाँ भुटिया दह आइपुगेको अवस्था हेर्न सक्नुहुन्छ। ढुङ्गै ढुङ्गा पुरै अब दहमा जाँदैछौँ। भुटिया दह हामी प्रवेश गरिसक्यौँ। देख्न सक्नुहुन्छ यहाँ पुरै यस्तो छ। हिँड्न पनि खुट्टा लाउने ठाउँ छैन। ढुङ्गै ढुङ्गा भएर पुरै अप्ठ्यारो रहेछ। हिँड्दा 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 गएर उकालो उकालो हिँडेर हामी बल्ल 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 आइपुग्यो। गाइज हेर्न सक्नुहुन्छ यस्तो सानो दहरा छ भुटिया दह। हामी चाहिँ आइसक्यौँ घुमघामको लागि। हेर्न सक्नुहुन्छ यस्तो छ बाटो पुरै। अगाडि पनि जाउँ अलि अगाडि। पुरै चिप्लो चिप्लो ढुङ्गा। यतै सानो दहरा छ। दह चाहिँ माथि छ। अझै माथि हो अझै माथि छ अरे गाइज। हेर्न सक्नुहुन्छ गाइज यता हाम्रो साथीहरू अगाडि बढिसके। गाइज कस्तो ढुङ्गो हेर्नु यहाँ। कस्तो गहिरो ढुङ्गो ढुङ्गो यता दह। पानी हानिरहेको छ। पछाडिदेखि पुरै पाइपदेखि फुटेर अब
अगाडि बढौँ हामी फेरि अझै माथि रहेछ गाइज द भेट्न अलिक टाढै रहेछ गाइजहरू यहाँ चढ्नलाई बाँदर जस्तो चढ्दैछन् चढ्न नसकेर देख्न सक्नुहुन्छ है पुरै बाटो अप्ठ्यारो छ यस्तो बाटो छ हो बिस्तारै है एकदम म चाहिँ फटाफट लागिसकेँ अब अगाडि आदि साथीहरू गइसकेको अवस्था छ ल छिटो छिटाम गाइज भन्दा छिटो झर हाम्रो आज भ्लग सक्सेसफुल बनाउँछ हामी फाइनली हामी चाहिँ ठ्याक्कै दहमा आएको अवस्था छ है यो भुटिया दह हेर्न सक्नुहुन्छ हाम्रो साथीको माथि सक्नुहुन्छ यस्तो छ गाइज अहिले चाहिँ हामी ठ्याक्कै भुटिया दहमै आइपुगेको अवस्थामा छौँ हस् त धन्यवाद बाई फेरि भेटौँला